हेलो भाइ मस भाइ गुड मर्निङ बहिनी गुड मर्निङ। यहाँ चाहिँ हाम्रो भाइ बहिनीको होटल है सारङ होटल। यो चाहिँ मेरो माइत घरको नजिकै छन् बहिनीहरू। अनि आज चाहिँ असिनाले कुटेर हिजो रातिको असिनाले कुटेर चाहिँ हालत यस्तो छ, हालत बेहालत भइरहेको छ। अनि यहाँ हेर्नु रुखपात बिरुवाहरू केही छैन, असिना पानी अन्त तपाईँको चट्याङ अनि हावाहुन्डरीले चाहिँ केही छैन है। बिजोग छ, फुलको एउटा पनि पत्ता राखेको छैन, रुख लडेर केही छैन, बिजोग भइरहेको छ। अनि रुनु मन लागिरहेछ अरे भाइलाई चाहिँ। फुलको पत्ता चाहिँ केही पाउनुहुन्न, यी हिजोसम्म ढकमक्क थियो, आज चाहिँ केही छैन। यो भाइहरूको अवस्था यस्तो छ। भाइको सँगसँगै मेरो पनि अवस्था त त्यही नै हो। तर यहाँ अवस्था चाहिँ हेर्नु, हिजो राति चट्याङ लाग्यो, असिना आयो, पानी आयो अनि हावाहुन्डरी चल्यो, यस्तो छ अवस्था चाहिँ यहाँ सारङ भाइको।